वादी समुदायका बालिका तथा किशोरीहरूको नथुनीको मोल तोकिने जस्तो कुप्रथालाई अँगाल्न वादी समुदायलाई बाध्य बनाइयो। एक त यौन शोषण, त्यो यौन शोषणकै कारण जन्मिएका अबोध शिशु मध्ये पनि बालिकाहरूमाथि शुद्ध समाजका सो कल ठूला ठालुहरूको गिद्धे नजर। कस्तो डरलाग्दो समय थियो होला, कुन लेभलको मानसिक र शारीरिक तनावबाट गुज्रिन्थे होलान् वादी समुदायका महिला र किशोरीहरू। यही विषयमा ओरिएन्टेड भएर एउटा नेपाली चलचित्र लाली बजार वैशाख 18 गते रिलिजको तयारीमा रहेको छ। सत्य घटनामा आधारित भएर बनाइएको यो चलचित्रले वादी समुदायबाट बिलोङ गर्ने एक आमा छोरीको स्ट्रगललाई प्रेजेन्ट गर्ने मेकर्सहरूको दाबी छ। आजसम्म सिङ्गो वादी समुदायले देह व्यापारीको ट्यागबाट छुटकारा पाउन नसकेको र अहिलेसम्म आइपुग्दा पनि वादी समुदायलाई देह व्यापारीकै रूपमा चित्रण गरिएको। यही कारणले गर्दाखेरि वादी समुदायमाथि भएको अन्यायको पराकम्पन स्वरूप सिङ्गो वादी समुदायले लामो समयदेखि प्रपर तरिकामा राज्यको अभिभावकत्व महसुस नै गर्न पाएको छैन। वादी समुदायको पेशागत इतिहास, कला अनि सिपलाई अपव्याख्या गर्दै यो समुदायलाई देह व्यापारीको समुदायको रूपमा स्थापित गराइदिनाले वादी समुदाय वर्षौंदेखि राज्यका स्रोत, साधन र अवसर भन्दा धेरै पर धकेलिँदै आएको छ। यस्तो अवस्थामा बाध्यात्मक यौन पेशा र त्यसको मारमा परेकी एक आमाले आफ्नो सन्तानको लागि गरेको संघर्षको कथा वादी समुदायको मिसरिप्रेजेन्टेसनको साइकल तोड्ने एउटा गतिलो माध्यम बन्न सकोस्। वैशाख 18 गते रिलिज हुँदै गरेको लाली बजारलाई हाम्रो टिमको तर्फबाट धेरै धेरै शुभकामना।